तपाईकै बालबच्चाले तपाईहरुलाई जाग्नुहोस्, यो समाजको यो अवस्था छ, हेर्नुहोस्, बुझ्नुहोस् र हामी परिवर्तन गर्छौं भन्ने कुरा चाहिँ यी बालकहरूले यो स्टेजबाट भनिदिएका छन्। भूमिका चाहिँ अभिभावकहरूको छ र म खुसी छु तपाईले यति जिम्मेवार संस्थामा आफ्ना बालबच्चालाई पढाइरहनु भएको छ। तपाईहरुको बालबच्चाले यो समाजको बारेमा, यो देशको बारेमा र यो संसारकै बारेमा गम्भीर भएर सोचिदिएका छन्। रतन टाटा सफल व्यापारी उद्यमी मात्र थिएनन् कि उनी परिवर्तनका सम्भावक थिए। मलाई लाग्छ तपाईहरु अभिभावकको हैसियतले पनि तपाईहरु निकै भाग्यमानी हुनुहुन्छ। सबै विद्यालयमा यस्तो छैन, मैले खुलेरै भन्छु, सबै विद्यालयमा यस्तो छैन। यो विद्यालयले आजको समाजमा, आजको संसारमा यदि तपाईहरुले आफ्ना बालबच्चाबाट चेन्ज अथवा परिवर्तन एक्सपेक्ट गर्नु हुँदैन, यदि त्यो कुराको आशा राख्नु हुँदैन भने सबै बेकार हो। रोयल एकाडेमी वीरगञ्ज को रोयल एनुअल फंक्सन जतिको यङ व्यक्ति हैन, आज यत्रो संस्था चलाएर तपाई हामी माझ समाजको यति ठुलो कथाहरूको चित्रण हाम्रो अगाडि गराउनु भएको छ, यो साँच्चीकै प्रशंसनीय छ। यो आजको थीम द भोइस फर चेन्ज, परिवर्तनको लागि आवाज भन्ने मैले बुझेको छु। धेरै संस्थाहरूले, हामी मध्येका धेरै अभिभावकहरूले, धेरै शिक्षक शिक्षिकाहरूले आफ्ना बच्चाहरू चाहिँ सफल हुन् भन्ने चाहन्छन्। इतिहास हेर्दै जाने भने हाम्रो देशमा पनि, हाम्रै समाजमा पनि सफलताको लागि बालबच्चालाई स्कुलमा पठाइयो, सफलताको लागि क्याम्पसमा पठाइयो, सफलताको लागि जागिर गराइयो, सफलताको लागि उहाँहरूलाई जीविकोपार्जनको बाटो देखाइयो। तर के भयो भन्दाखेरि सफलता व्यक्तिगत सफलतामा मात्र सीमित रह्यो। सक्सेस भन्ने कुरा चाहिँ अब मलाई के लाग्छ भन्दाखेरि यो सफलता भन्ने कुरा अब्सोल्युट भयो, पुरानो भयो, काम नलाग्ने भयो हाम्रो समाजको लागि। बाबु तिमी सफल हुनु भन्नु बेकार छ, अब यो पुरानो कन्सेप्ट हो। बाबु तिमी परिवर्तन गर्नु भन्नु उचित हो आजको समयमा। व्यक्तिगत सफलताले त धेरैजना सफल भएका छन् त। हामी बीच सफल डाक्टर छन्, सफल इन्जिनियर छन्, सफल व्यापारी छन्, सफल नेता छन्। तर परिवर्तन के ल्याए भन्दाखेरि हामीसँग जवाबै छैन। एकजना सफल पसलेले के परिवर्तन ल्याए भन्दाखेरि हामीसँग जवाब छैन। मैले भारतमा रतन टाटाको उदाहरण दिने गर्छु। रतन टाटाले आफ्ना कसैको पनि भनौँ न बिहेमा हजारौं करोड खर्च गरेनन्। रतन टाटा सफल व्यापारी उद्यमी मात्र थिएनन् कि उनी परिवर्तनका सम्भावक थिए, चेन्ज एजेन्ट थिए। म्हणजे आजको समाजमा, आजको संसारमा यदि तपाईहरुले आफ्ना बालबच्चाबाट चेन्ज अथवा परिवर्तन एक्सपेक्ट गर्नु हुँदैन, यदि त्यो कुराको आशा राख्नु हुँदैन भने सबै बेकार हो। तपाईहरुका बालबच्चा पनि कुनै दिन सफल होलान्, कुनै एक दिन तपाईलाई लाग्ला कि मेरो बच्चा सफल भयो, तर त्यो सफलताको कुनै हैसियत रहँदैन। त्यो सफलताले समाजलाई केही पनि दिँदैन। यो सफलता त हामी के भन्छौँ भने डेली चाहिन्छ, हरेक दिन हामी सफल हुन खोज्छौँ। यो कार्यक्रममा आउनु पनि एउटा सफलता हो, यहाँ बस्नु पनि सफलता हो, यहाँ बोल्नु पनि सफलता हो, यहाँबाट सही सलामत जानु पनि सफलता हो। तर अब परिवर्तन के गर्ने भन्ने कुरा आवाजले परिवर्तन गर्ने, बोलेर परिवर्तन गर्ने। यो धेरैजनालाई के लाग्छ भन्दाखेरि यो राष्ट्रलाई, समाजलाई, संसारलाई चाहिँ संसद भवनले, क्याबिनेटले चाहिँ यसको भविष्य लेख्छ जस्तो लाग्छ। धेरैजनालाई चाहिँ संसद भवनले चाहिँ यो देशको भविष्य लेखिरहेको छ जस्तो लाग्छ, यो देशका नेताहरूले यो देशको भविष्य लेखिरहेका छन् जस्तो लाग्छ। यो गलत कुरा हो। यो देशका नेताहरूले त आज यो देश चलाइरहेका छन्, यसको भविष्य त यो स्कुलको कक्षा कोठामा लेखिँदैछ। यो देशको भविष्य यहाँका शिक्षकहरूले, यहाँका शिक्षिकाहरूले ती कक्षा कोठामा लेखिरहेका छन्, यही स्टेजमा लेखिरहेका छन्। मलाई अचम्म लागिरहेको छ। म यत्रो विद्यालयमा जान्छु, तर यहाँ हुने कार्यक्रमले
यहाँ हुने कार्यक्रमले अति नै सेन्सिटिभ कुरालाई, अति नै संवेदनशील इस्युलाई चाहिँ भर्खरका बालकहरूले देखाइदिए। उनीहरूले त हामीलाई पढाइदिए। आज एकछिनको लागि हामीलाई यी बालकहरूले जीवनमा गुड मर्निङ भनेर भनिदिए, जाग्नुहोस् भनेर तपाईँलाई भनिदिए। तपाईँका बालबच्चाले तपाईँहरूलाई जाग्नुहोस्, यो समाजको यो अवस्था छ, हेर्नुहोस्, बुझ्नुहोस् र हामी परिवर्तन गर्छौँ भन्ने कुरा चाहिँ यी बालकहरूले यो स्टेजबाट भनिदिएका छन्। मलाई लाग्छ तपाईँहरू अभिभावकको हैसियतले पनि तपाईँहरू निकै भाग्यमानी हुन्छ। सबै विद्यालयमा यस्तो छैन, मैले खुलेरै भन्छु, सबै विद्यालयमा यस्तो छैन। यो विद्यालयले आज देखाएको पर्फर्मेन्सले मेरो आँखा खोलिदिएको छ, साँच्चीकै आँखा खोलिदिएको छ र तपाईँहरूको पनि खुल्यो होला भन्ने कुरा म आश गर्दछु। यी विद्यार्थीहरू कस्ता बनाउने, समाजका कस्ता पात्र बनाउने, शिक्षकहरूले कस्ता विद्यार्थी बनाइरहेका छन् भन्दाखेरि म 3टा कुरा भन्छु सधैँ। एउटा, केपेबल विद्यार्थी बनाउनु पर्यो, केपेबल, आफूमा क्षमता भएको क्षमतावान विद्यार्थी निकाल्नु पर्यो। अर्को, रेस्पोन्सिबल विद्यार्थी बनाउनु पर्यो, जिम्मेवारी बुझ्ने विद्यार्थी। र तेस्रो, नैतिकवान, एथिकल। केपेबल, रेस्पोन्सिबल, एथिकल भने मैले। यो 3टामा एउटा चिज हटाइदिनुहोस् तपाईँहरू एकछिनको लागि, एउटा चिज, यो 3टामा एउटा चिज पनि तपाईँले हटाइदिनु हो भने चेन्ज भन्ने कुरा चाहिँ आउन सक्दैन। व्यक्ति एकदम क्षमतावान हुनसक्छ, आफ्नो जिम्मेवारी पुरा गर्ने व्यक्ति हुनसक्छ, तर नैतिकवान हुँदैन, ठग्छ, झुटो बोल्छ, फटाइ गर्छ भने उसले परिवर्तन गर्न सक्छ, ऊ आफू सफल हुन सक्ला। अथवा व्यक्ति एकदम नैतिकवान छ, एकदमै नैतिकवान र एकदम जिम्मेवारी बुझेको छ उसले, तर उसमा क्षमतै छैन भनेपछि के हुन्छ, उसले फेरि परिवर्तन गर्न सक्दैन। म यो 3टै कुरामा कुनै पनि किसिमको कम्प्रोमाइज चाहिँ नगर्नु होला भनेर म अभिभावकलाई पनि भन्न चाहन्छु र यहाँका शिक्षक शिक्षिकाहरूलाई पनि भन्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूलाई पनि। यो 3टा कुरामा तपाईँले यदि काम गर्नु भने, तपाईँले आफ्नो क्षमतामा, तपाईँले आफ्नो जिम्मेवारीपूर्ण काम गर्ने, आफूभित्र त्यो कुराको बोध ल्याउनु भयो भने र नैतिकवान हुन सक्नुभयो भने तपाईँहरू पक्कै पनि आउने दिनमा भोइस फर चेन्ज हुन सक्नुहुन्छ। धेरै भोइसहरू हामी सुन्छौँ त, धेरै भोइसहरू सुन्छौँ, धेरै नेताले भाषण दिन्छन्, धेरै गायकले गीत गाउँछन्, चारैतिर आवाज छ नि त, यहाँ बस्दाखेरि पनि आवाज, धेरैतिरको आवाज आइरहेको छ। तर कुन आवाजलाई हामी महत्त्व दिन्छौँ भन्ने कुरा, जुन आवाजले परिवर्तनको कथा बोल्न सक्छ, जुन आवाजले परिवर्तनको आभास दिन सक्छ, जुन आवाजले भोलिको दिनमा यो समाजलाई आजभन्दा बढी विकसित र आजभन्दा बढी प्रगतिशील बनाउन सक्छ, त्यो आवाजलाई हामी महत्त्व दिने गर्छौँ। र म तपाईँलाई पनि त्यो आवाज बन्नुहोस् जुन आवाजले यो समाजलाई परिवर्तन गर्ने, सकारात्मक परिवर्तन गर्ने क्षमता राख्छ, त्यो आवाज बन्नुहोस् भन्छु। म एउटा कुरा छुट्याउन चाहदिनँ, धेरै लामो भाषण दिन्न मैले। विद्यार्थी नानीहरूले, गर्ल्सहरूले यहाँ पर्फर्मेन्स देखाए। मैले भने अघि पनि निकै संवेदनशील विषयमा उहाँले पर्फर्म गर्नुभएको छ। एसिड अट्याकको विषय छ, रेपको विषय छ, महिला सशक्तिकरणको, वुमन इम्पावरमेन्टको कुरा छ। यो सबै कुरा हामीले यहाँ देखेका छौँ। र यी ठुला ठुला कुरालाई आफ्नो समाजमा, यी ठुला ठुला कुराको लागि हाम्रो सानो पहलले पनि यस्ता परिवर्तन ल्याउन सक्छ। म अहिले लास्ट 1 महिनादेखि चाहिँ वीरगञ्जका विभिन्न एसी दिने विद्यार्थीहरूलाई भेटिरहेको छु र कक्षामा गएर म 30 मिनटदेखि 40 मिनट बकाइदा बोर्डमा लेखेरै क्लास लिने गरिरहेको छु। त्यो क्लासमा मैले कुनै टपिक, किताबी कुरा पढाइरहेको छुइनँ। म ती विद्यार्थीहरूलाई चाहिँ एसी पास हुनुपर्छ र राम्रो नम्बर ल्याउनुपर्छ भन्दै घुमिरहेको छु। धेरैलाई के लागेको छ भन्दाखेरि यो किन एसीलाई चाहिँ किन 11 क्लास छन्, 12 क्लास छन्, 8 क्लासका विद्यार्थी छन्, यो एसी 10 क्लासका विद्यार्थीलाई किन भेटिरहेको छु भन्दाखेरि यसमा कहीँ न कहीँ एउटा पीडा चाहिँ छ। मैले यो वीरगञ्जमा धेरै नानीहरू चाहिँ एसीमा उत्तीर्ण हुन नसकेपछि उनीहरूको पढाइ छोडाइएको र उनीहरूको बिहे गराइदिएका चाहिँ मैले धेरै उदाहरणहरू यहाँ देखेँ।
धेरै उदाहरणहरू देखेँ। र मलाई के लाग्यो भन्दाखेरि कमसेकम एसी पास भयो भने घरका गार्जियनहरू अभिभावकहरूले चाहिँ एउटा बाहना के पाउँछन् भने मेरो बच्चीले पढिरहेको छ यसलाई अझ कन्टिन्यू गराउँ भनेर सोच्लान् भन्ने मलाई लाग्यो। र यो सानो काम गरेर यो एसीमा मात्र उनीहरूलाई पास गराइदिन सक्यो भने सायद ती नानीहरू 16 वर्षको उमेरदेखि आफ्नो जीवनकालमा मानौँ न 60-70 वर्षसम्म चाहिँ कसैप्रति डिपेन्डेन्ट हुने अथवा एकदम खरो भाषामा बोल्दाखेरि भिखारी हुने उनीहरूको जीवनकाल चाहिँ त्योबाट हामीले बचाइदिनुपर्छ। यो 50 वर्ष 40 वर्षसम्म मागेर खाने उनीहरूलाई बनाइदिनु भएन। उनीहरू आफै सशक्त हुन्, आर्थिक रूपले सशक्त हुन् र शिक्षाको हिसाबले पनि सशक्त हुन् भन्दै म चाहिँ यसै दिन नानीहरूलाई भेटिरहेको छु। तपाईँहरूलाई पनि म यही भन्न चाहन्छु, तपाईँहरूले आफ्नो पहलबाट आफ्ना बच्चाहरूलाई मात्र होइन सफल बनाउन त तपाईँहरू सबै लाग्नु भएको छ। तपाईँहरूको लगानी छ नि यो स्कुलमा, होइन त फी तिर्नुहुन्छ, पैसा दिनुहुन्छ, टाइममा चाहिने कुराहरू दिनुहुन्छ, पूर्वाधार तयारी गरिदिनुहुन्छ। तर सफल आफ्नो बच्चालाई सफल बनाउँदा बनाउँदै यो समाजलाई परिवर्तन यो बच्चाले कसरी गर्छ भन्ने कुरा पनि त्यो कथा चाहिँ बच्चाको जीवनमा जोडिदिनु होला भन्ने मैले आशा गरेको छु। म धन्यवाद भन्न चाहन्छु यस विद्यालयका सञ्चालक, प्रशासन, शिक्षक, शिक्षिका, मेरो कुरा सुनिदिनु भएकोमा यहाँका अभिभावकहरूलाई। र पुनः म एउटा कुरा के भन्न चाहन्छु भने तपाईँ अभिभावकहरूको चाहिँ महत्त्वपूर्ण भूमिका छ। यो विद्यालयको भूमिका बढीमा 30% होला, तर 70% भूमिका चाहिँ अभिभावकहरूको छ। र म खुसी छु तपाईँले यति जिम्मेवार संस्थामा आफ्ना बालबच्चालाई पढाइरहनु छ। तपाईँहरूको बालबच्चाले यो समाजको बारेमा, यो देशको बारेमा र यो संसारकै बारेमा गम्भीर भएर सोचिदिएका छन्। त्यो हामीलाई खुसीको खबर हो। यति भन्दै म आफ्ना केही शब्द यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।